नभए यिनै शिक्षकहरू होइन अघिल्लो चोटिको आन्दोलनमा प्रचण्ड र काङ्ग्रेसहरूको सरकार हुँदा उदार सहमतिमा हस्ताक्षर गरेर 3 दिनमा आन्दोलन बिसाएर गयो। अहिले यत्रो दिनमा पनि किन गरिरहेका छन् त भन्दा लोकतन्त्र प्राप्तिको आन्दोलनमा हाम्रा अग्रजहरूले गर्नुभएका योगदानहरू नयाँ नेपाल बनाउने कुरामा युवाहरू चाहिँ के सोच्छन्, सरकारमा पनि भएको सडक पनि कब्जा गर्न खोजो भन्ने अर्थमा होइन। सडकमा जाने कुरा भनेको सडकमा जाने बित्तिकै सबै ध्वंस अराजकता ढुङ्गामुढा गर्नका लागि मात्रै जाँदैनन्। सर स्वागत छ। धन्यवाद। तपाईहरु सत्तामा पनि आफै हुनुहुन्छ, सरकारमा पनि आफै हुनुहुन्छ, सरकारमा पनि यो सडकमा पनि आफै आउनुभयो। किन यस्तो के आइपर्यो नेकपा एमालेलाई सबै ठाउँ आफै बस्नुपर्ने? नेपाली नागरिकहरूले खुसियाली मनाउन पनि पाउँदैनन् भन्ने कुरा त यो एकदमै बिल्कुलै नयाँ खालको कुरा भयो। यो हामीले अरूले भने जस्तो हाम्रो सडक प्रदर्शन होइन, सडकमा शक्ति सो गर्ने कार्यक्रम पनि होइन। हामीले लोकतन्त्रले जितेको खुसियालीमा मूलत युवा साथीहरूको सेलिब्रेसनमा हामी पनि ऐक्यबद्धता जनाउनका लागि कस्तो गर्दो रहेछ नयाँ पुस्ताले भन्नका लागि त्यसलाई अलिकति हौसला प्रदान गर्न हामी आएका छौँ र यो खुसियाली मनाउने कुरा हो। यो कुनै सरकारमा हुने र नहुने कुरो भन्दा पनि लोकतन्त्र प्राप्तिको आन्दोलनमा हाम्रा अग्रजहरूले गर्नुभएका योगदानहरू नयाँ पुस्तामा कसरी हामीले ल्यायौँ, नयाँ पुस्ताका आधारमा अब नयाँ नेपाल बनाउने कुरामा युवाहरू चाहिँ के सोच्छन्, कसरी जान्छन् भनेर पहिलेको भन्दा हामीले एउटा नयाँ खालको परिवेश तपाईँले आज देख्नुभएको छ। हामीले धेरै भाषणका कार्यक्रमहरू गर्दा पनि युवा व्यक्तिहरूलाई नै मञ्च प्रदान गरेका छौँ। धेरै पार्टीका नेताहरू तपाईँले सडकमै भेट्नुभएको छ। मन्तव्य भन्दा पनि यो खुसियालीको कार्यक्रम हो। त्यसले गर्दा सरकारमा पनि भएको सडक पनि कब्जा गर्न खोजो भन्ने अर्थमा होइन। हामीले राम्रा कुराहरूलाई सडकबाट पनि त्यसलाई इम्पावर गर्नुपर्छ। तर तपाईँहरूमाथि आरोप चाहिँ के लाग्यो भन्दाखेरि यो कार्यक्रम निरन्तर रूपमा तपाईँहरूले गर्दाखेरि तपाईँहरूले भनेको तपाईँहरूको भाषाको प्रतिक्रियावादी शक्तिहरू चाहिँ जब सलबल आए तब चाहिँ नेकपा एमाले चाहिँ उनीहरूसँग तर्सिएर अथवा गणतन्त्रवादीहरू शक्तिहरू तर्सिएर चाहिँ सडक आन्दोलन गर्नुपर्ने स्थितिको सिर्जना भयो। त्यो भाष्य अथवा त्यो आइरहेको छ, अहिले तपाईँहरूमाथि त्यो आरोप लाग्दै आइरहेको छ। त्यसको प्रमाण चाहिँ अस्ति भर्खरै समाजवादी मोर्चाले पनि यहीँ कार्यक्रम गर्यो, त्यसपछि तपाईँहरूले पनि यहीँ कार्यक्रम गर्नुभयो। अब कार्यक्रम गर्न बाँकी चाहिँ नेपाली काङ्ग्रेसले छ, गणतन्त्रवादी शक्तिहरू। यस्तो अब नेपाली काङ्ग्रेसले पनि बेला आएपछि गर्छ, कहिलेकाहीँ काङ्ग्रेस हामी मिलेर गर्नुपर्ने दिन पनि आउन सक्छ। अब सडकमा जाने कुरा भनेको सडकमा जाने बित्तिकै सबै ध्वंस अराजकता ढुङ्गामुढा गर्नका लागि मात्रै जाँदैनन्, खुसियाली बाँड्न पनि जान्छन्। त्यो कुराको अगुवाई पनि एमालेले गर्यो, राम्रो काम गर्ने कुराका लागि एउटा। दोस्रो, नयाँ नयाँ काम एमालेले किन गर्छ भन्ने चिन्ता अरू मान्छेलाई लागेको छ। जस्तै हामीले पहिले मेची महाकाली यात्रा गऱ्यौँ होइन, झोलाघाट छिवा भन्ज्याङ यात्रा गऱ्यौँ भने एमाले आफ्नो पार्टीको राजनीति जनतामा पुर्याउनका लागि त्यो काम पनि गरेको छ। समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा पनि एमाले लागिरहेकै छ। यसले गर्दा नयाँ केही कुरा एमालेले ल्यायो भन्ने कुरा त यो एमालेको आफ्नो पहिचान हो। तर एमालेले ल्याएको यस्तो कार्यक्रमबाट अरूले सिक्ने कुरा के हो भने विरोध गर्ने, भर्त्सना गर्ने, आलोचना गर्ने, नकारात्मक कुरा मात्रै देख्नेहरूका लागि त्यो होइन है। समाजमा राम्रा कुराहरू पनि छन् भन्ने कुरा उजागर गर्न हामीले देखेका छौँ। आज दलका आधारमा कसैको आलोचना भएको छ त यहाँ, कसैलाई गाली गलौज भएको छ, अरू मान्छेले यति मान्छे भेला गर्ने हो भने कति कुरा गर्थ्यो होला। यसले गर्दा हामीले चाहिँ एकदमै नयाँ कुराको सृजना गर्न, अरूलाई पनि संस्कार सिकाउनका लागि पनि यस्ता कार्यक्रमहरूले बल पुर्याउँछ। जहाँसम्म हामी जनताले मन पराएका छन्, हामी सत्तामा छौँ, सत्तामा पनि हामी राम्रो काम गर्छौँ। जनतालाई जोड्ने काममा पार्टीले आफ्ना यस्ता कार्यक्रमहरू पनि गर्छ। यो मात्रै पहिलो कुरा। जहाँसम्म तपाईँले पार्टीलाई अप्ठ्यारो पर्छ कि सङ्कट परेका बेला जनताको पक्षमा उभिन्छ भन्ने कुरो पूर्व राजावादीहरूका नाममा केही हठात तत्त्वहरू समाजमा सलबल आए, त्यसका लागि जवाफ कसले दिने त? सरकारमा पार्टी छ भनेर चुप लागेर त भएन नि, पार्टीले त्यसको खबरदारी पनि गर्छ। यहाँ यत्रो कार्यक्रम हामीले गऱ्यौँ, नयाँ तोडफोड छ, न आगजनी छ, यति राम्रो संस्कार कार्यक्रम तपाईँले देख्नुभयो। तिनकुनेमा भएको कार्यक्रममा के भयो? यसले गर्दा हरेक नयाँ कुरा सिकाउने कुराका लागि चाहिँ एमालेले अगुवाई गर्छ
पार्टीमा पार्टीले आफ्नो तर्फबाट जनताको बिचमा आफूले गरेका कामहरू पनि लाँदा नयाँ ढङ्गले लान्छ र हामी यो युवाहरू बाहिर पलायन भए, युवाहरू नेतृत्वमा आएनन्, युवाहरूले नयाँ चिन्तन ल्याउने अवसर पाएनन् भनेको ठाउँमा हामी चाहिँ युवाहरूको विकासका निम्ति युवाहरूलाई प्रमोट गर्नका लागि यो हामीले थालनी गऱ्यौँ। अब अरू पार्टीहरूले पनि योबाट सिक्छन्। तर अरू युवाहरूको यहाँ उपस्थित यहाँ सहभागी युवा भएको अरू युवाहरूको असन्तुष्टिले चाहिँ कसरी हेर्नुहुन्छ? अहिलेको सरकारले तपाईँले अघि नै एमाले नयाँ कार्यक्रम ल्यायो भन्नुभयो, समृद्ध नेपाल सुखी नेपाली भनेर, त्यो ल्याएपछि युवाहरू कतिको असन्तुष्ट भयो, युवाहरू त्यहाँबाट कतिको सन्तुष्ट भयो, युवाहरूले कति रोजगार पाए, कति युवाहरू त्यसपछि देशमै रोकिए, कति विदेश जाने त्यो दर छ त्यो कति रोकियो, बाहिरबाट आउने दर कति बढ्यो, त्यो कुराहरूलाई चाहिँ कसरी निहालेको छ? एउटा के कुरा तपाईँ हामीले बुझ्नुपर्छ भने समाज रहन्जेली, समाजमा मान्छे जीवित रहन्जेली मान्छे विदेश जानेर आउने क्रम भइरहन्छ। यो कतिपय मान्छे भन्छ नि एयरपोर्टबाट मान्छे बाहिर गए, बाहिर मान्छे जाँदैन थियो भने एयरपोर्टै बनाउनु पर्दैन थियो। तर डर भन्ने होला नि त, त्यसमा के हो भने यहाँबाट गएर मान्छेहरूले केही सिक्ने, ज्ञान सिक्ने, प्रविधि सिक्ने, विकासका मोडल सिक्ने, देश निर्माण गर्ने कुरामा आउने वातावरण बनाउनुपर्छ। त्यो एकछिनको लागि एमाले सरकारमा गयो सबै हरर फिर्छन् भन्ने हो र अर्को पार्टी कुनै मान्छे गयो फिर्छ भन्ने हो र? त्यो हुँदैन। त्यसले तपाईँहरू निरन्तर सरकारमै हुन्छ, सत्तामै हुनुहुन्छ। के हो भने हामीले आधार बनायौँ। अघिल्लोचोटि केपी ओली प्रधानमन्त्री हुनुभएको बेला विदेश पलायन हुने खालको कुराको दर रेट घटेको थियो, तर हामी बाहिर फेरि त्यो बढ्यो। त्यसले गर्दा कुरा के हुन्छ भने हामीले कस्तो खालको नीति लिन्छौँ। कहिलेकाहीँ तपाईँले राम्रो नीति लिनुहुन्छ, तर तपाईँको राम्रो नीति भए पनि हटाहरूको बाहुल्यता छ भने तपाईँले राम्रो कुरा सोच्दा पनि त्यो लागू नभएको कुराको दोष पनि तपाईँलाई नै दियो भनेदेखि त्यो राम्रो हुन्छ कि राम्रो हुँदैन। त्यसले गर्दा समाजमा सबै तत्त्वहरू छन्, तर फलानु मान्छे बेठिक छ त्यसलाई राम्रो कुरामा ल्याउने पनि त यी यस्तै सत्कर्मबाट सिकाउने हो। धेरै मान्छे विचलित नहुन् भन्ने कुरा हो। क्रमशः मान्छेहरू ट्र्याकमा आउँदै गयो भने राम्ररी जान्छ। अनि तपाईँहरू चैत्र 11बाट तपाईँले चैत्र 11 गते चाहिँ वडा स्तरबाटै कार्यक्रम गर्ने भनेर घोषणा गर्नुभयो। त्यसपछि नियमित रूपमा तपाईँहरूले कार्यक्रम पनि गरिराख्नु भएको छ। आफै यसरी कार्यक्रम गरिराख्नु भएको छ, आफै यसरी सडकमा हुनुहुन्छ तपाईँहरू। अनि अर्कोतर्फ शिक्षकहरू सडकमै हुनुहुन्छ, स्वास्थ्य कर्मीहरू सडकमै हुनुहुन्छ, सहकारी पीडितहरू सडकमै हुनुहुन्छ, सबै जम्मै सडकमै, सबै असन्तुष्ट। निजामती बाहेक अहिले अरू सबै कर्मचारी संयन्त्र पनि असन्तुष्ट भनेपछि यो अहिलेको वर्तमान सरकारलाई सफल असफलको दृष्टिकोण एउटा कोण हो, त्यो पनि एउटा कोण हो। हामी गएपछि यो भयो। किन त्यो भयो त भन्दा अरूले गर्दैनन् भन्ने त सबैलाई जगजाहेरै छ नि। एमाले केपी ओली प्रधानमन्त्री भएको बेला हाम्रा माग पुरा हुन्छन्, पुरा गर्न सक्ने क्षमता भएको प्रधानमन्त्री भएको बेला उठाइयो भने हाम्रा मागहरूमा सुनवाई हुन्छ भनेर हाम्रो नेताप्रति, हाम्रो नीतिप्रति र हाम्रो पार्टीप्रति विश्वसनीयता बढेको कारणले गर्दा यो बेसी भएको छ। नभए यिनै शिक्षकहरू होइन, अघिल्लोचोटिको आन्दोलनमा प्रचण्ड र काङ्ग्रेसहरूको सरकार हुँदा उदार सहमतिमा हस्ताक्षर गरेर 3 दिनमा आन्दोलन बिसाएर गयो। अहिले यत्रो दिनमा पनि किन गरिरहेका छन् त भन्दा यो लोकतान्त्रिक सरकार छ, यसले दमन गर्दैन, अप्ठ्यारो बनाउँदैन, हाम्रा माग सुन्छ भन्ने विश्वासले उहाँहरूले आन्दोलन। उहाँहरूलाई चाहिँ त्यो विश्वास त छ, शिक्षकहरूलाई त्यो विश्वास छ। तर 60 लाख विद्यार्थीहरू छन्, नयाँ शैक्षिक सत्र भर्खर सुरु हुने बेला हो। यो पाटो तपाईँले भन्नुभएको त्यो पाटो अलग छ। यसरी गर्नुहुन्थ्यो कि हुँदैन थियो? शिक्षकहरूको यो आन्दोलनले शिक्षकहरू हिजोको जस्तै समाजमा स्थापित छन् कि विस्थापित हुन लागेका छन् कि यो आन्दोलनको नाममा जे भइरहेको छ, जे गरिरहनु भएको छ, स्वयं प्रधानमन्त्रीदेखि राज्यले चाहिँ वार्ता गर, निष्कर्षमा पुग, हामी त्यो माग पुरा गर्छौँ भन्दै पनि पुरा गर्छु भनेको छ, तैपनि आन्दोलन रहरले गरिरहनु भएको छ। दिनभरि मनोरञ्जनका कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। यसले गर्दा तर त्यति गर्न पनि त पाएको छ। यसलाई हामीले लोकतन्त्रको उपयोग उहाँहरूले पनि गर्नुभएको छ। यसलाई यो ढङ्गले बुझ्नुपर्छ। अब मागहरू पुरा गर्ने कुरामा उहाँहरूका जायज मागहरू पुरा गर्छन्, तर राज्यले थाम्न नसक्ने मागहरू त पुरा हुँदैनन्।
अनि विद्यार्थीहरूको भविष्य बिगार्ने, अभिभावकहरूमाथि हातपात गर्ने। अब यस्तो भयो भने त यो शिक्षक आन्दोलनले पनि उहाँहरूका मागहरू मात्रै पुरा गर्छ कि उहाँहरूको आन्दोलनले उठाएको तौर तरिकालाई बदल्नका लागि पनि दबाब सिर्जना गर्छ भन्ने कुरो त सडकमा उहाँहरू बस्दै जाँदा त्यसको परिणतिले पनि त निम्त्याउला नि त एउटा कुरा। अहिले तपाईँले यो किन बसेको भन्नुभयो भने तपाईँमाथि जाइ लाग्ला, तपाईँले भनेको कुरो राम्रो नलाग्ला, तर भोलि काम गर्दै जाँदाखेरि हामीले लिएको यो नीति चाहिँ बेठिक रहेछ भन्ने ठाउँमा तपाईँले पुग्नुभयो भने लोकतन्त्रमा कहिलेकाहीँ पर्खिएर पनि जितिन्छ। यही बिचमा शिक्षा मन्त्रीको राजीनामा पनि आयो, यो कुरा जोड्न चाहेँ मैले। प्रधानमन्त्रीको असहयोगपछि चाहिँ शिक्षा मन्त्रीले राजीनामा दिनुभयो भन्ने चाहिँ चारैतिरबाट त्यो समाचारहरू सञ्चार माध्यममा आए, त्यो कुरामा चाहिँ कतिको सत्यता छ? यसमा मन्त्री कसले बनायो? प्रधानमन्त्रीज्यूले नै बनाउनु भयो। शिक्षा मन्त्रीजी बिरामी भएर अस्पतालमा उपचार गरेको कुरा त तपाईँहरू सबैलाई थाहै छ। भर्खरै अलि अस्ति मात्रै अपरेसन भइरहेको थियो र एकचोटि गएपछि आजीवनै नमरुन्जेली बसिरहनुपर्छ भन्ने छैन। उहाँलाई बिरामीको कारण, अस्वस्थताको कारण दिएर राजीनामा दिनुभयो। खेतीपाती चाहिँ त्यो प्रधानमन्त्रीका विरुद्ध सोझ्याउन सकिन्छ कि भनेर एकछिनका लागि तुष्टि मेट्न मान्छेले गरेको कुराको पछि के कुद्नु छ र? भोलि बुझिहाल्छ नि मान्छेले, बुझ्दैन। विद्या भट्टराई जीवितै हुनुहुन्छ, माननीय नै हुनुहुन्छ। भोलिदेखि संसद चलिरहेको छ। किन राजीनामा दिएँ? बाध्यताले दिएँ कि स्वेच्छाले? राजीनामा भन्ने बित्तिकै त्यो बाध्यताले हुन्छ कि स्वेच्छाले हुन्छ? अरू पार्टीको भए पनि ल दबाब दियो भन्नु, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएर उहाँ निर्वाचित महिला सांसद पनि हो, आन्दोलनबाट हुर्किएको पनि हो। त्यसले गर्दा उहाँलाई बनाइयो। उहाँले त्यो बेला अब यहाँबाट अगाडि नजाउँ, म राजीनामा दिन्छु भन्नुभयो, राजीनामा दिनुभयो। अर्को नयाँ अनुभवी अब पार्टीको हायरार्कीमा पनि माथि पुगेको नेता आउनुभएको छ भनेपछि यसलाई हामीले चाहिँ राजीनामा मन्त्रीहरू केपी ओलीको पालामा यही मात्रै बदलिएको जस्तो अर्थमा हामीले लिनु हुँदैन। यो स्वाभाविक प्रक्रिया हो। अनि अन्तिममा अहिलेको परिस्थितिमा नेकपा एमालेको विरुद्ध बाहेक त्योभन्दा बाहेकका मान्छेहरूको जुन असन्तुष्टि छ आम जनमानसमा रहेको, ती कुराहरूलाई अहिले तपाईँहरूले, यो सरकारले, वर्तमान सत्ताले चाहिँ कसरी हेरिरहेको छ? एमालेको विरुद्धमा एउटा जनमत अहिलेदेखि बनाएर गइयो भने मात्रै मिसन 84मा एमालेले जति आँक्न सक्छ त्यसलाई अलि न्यूनीकरण गर्न सकिन्छ कि भन्ने मनोविज्ञानले ग्रस्त भएका, एमालेसँग प्रतिस्पर्धा गर्ने कुराबाट अहिले डराएका र अहिलेदेखि एमालेका विरुद्धमा चाहिँ भ्रमपूर्ण प्रचारहरू गर्ने, नेतृत्वलाई विस्थापित गर्ने र गलत सूचनाहरू समाजमा सम्प्रेषण गरिरह्यो, सबैतिर असन्तुष्टि छ भने जस्तो पारियो भने अलिकति भए पनि एमालेलाई साइज डाउन गर्न सकिन्छ कि भन्ने यो नियोजित प्लान हो भन्ने कुराको बारेमा एमालेमा कुनै कन्फ्युजन छैन। जनताको जति आकर्षण एमालेमा बढेको छ त्यति हाम्रा विरोधीहरू, हाम्रा प्रतिस्पर्धीहरू आत्तिएका छन्। यो आत्तिने कुराप्रति हामीले चाहिँ कुनै मात्तिनु पनि छैन, योबाट हामी आत्तिनु पनि छैन। हुन्छ, समयको लागि धन्यवाद। धन्यवाद।